आजको दिन कसरी बित्यो आउनुहोस् म तपाईँहरूलाई 1 मिनेटमै देखाउनेछु। सोलो फ्यामिली के छ मेरो चाहिँ एकदम ठिकठाक छ। हजुरहरूको पनि ठिकठाक नै होला भन्ने आशा गर्छु। बिहान बिहान यस्तो घाम लागेको छ नि कुरै छाड्दिनु सल्का फुल्का गोरो थियो त्यो पनि कालो हुन आँटिसके म यही घामको कारणले। अझै कालो हुन्छ कि भनेर मलाई डर लाग्न थाल्यो त्यसैले म नुहाउनलाई गएँ। नुहाइसकेपछि चरपटी खान गए। चरपटी खाने ठाउँमा आए। म झुटो कुरा किन बोल्नु, चरपटी पनि आइसक्यो अनि मैले दामीसँग चरपटी खाएँ। तपाईहरु आफ्नै सानो भाइ सम्झेर लाइक गरिदिनु, कमेन्ट गरिदिनु अनि फलो पनि गरिदिनु अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु। मैले दामीसँगले चरपटी खाएँ अनि घर तर्फतिर लागे अनि कस्तो ठेक्राके क्या म घर पनि पुग्न अनि दिदीहरु पनि मस्तसँगले चरपटी बनाउन खोज्दै हुनुहुन्थ्यो। आज त मजै मज हुने भयो। 3वटा चाउचाउ हालेर दामीसँगले चरपटी बनाउनु भयो। मैले फेरि पनि खाएँ घरमै चरपटी मस्तसँगले। खाइसकेपछि चोक आए। आज शनिबारको दिन थियो त्यसैले चोकमा हटिया पनि एकदम भव्य ठुलो लागिरहेको छ अनि हटियाबाट ढुङ्ग्री र आलु चप पनि लिएर गए अनि मस्तसँगले आलु चप र ढुङ्ग्री पनि खान थाले। मेरो चाहिँ दैनिक जीवन यसै गरी बित्छ है। भविष्यमा त भन्न सक्दिनँ तर आज भोलि यसै गरी बितिरहेको छ मेरो दैनिक जीवन। भिडियो लामो भइसकेको छ। आजको लागि यति नै। थ्यांक यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो एन्ड बाई।